सलाई बच्चा-बच्ची पुग्ने ठाउँमा नराखिदिनु होला र खाना पकाउँदाखेरि ग्यासको रेगुलेटर चेक गर्नु होला। पाइपबाट मुसाले काटेछ कि त्यो पनि हेर्नु होला। र गाउँको सबै जग्गामा भएर यो बर्खरियाहरू हुन्छ सबै सल्लाह गरेर राख्नु होला। आगलागीबाट थप क्षति हुन नदिन स्थानीय रूपमा सुरक्षा फोर्सको उपस्थिति बिना पनि विभिन्न उपायहरू अपनाई आगलागीलाई नियन्त्रणमा लिन सकिन्छ। त्यस्तै गरी बाल्टिनको सहायताले पनि अक्सिजनको मात्रा घटाई आगलागीलाई पूर्ण रूपमा नियन्त्रणमा लिन सकिन्छ। भर्खरै प्राप्त खबर अनुसार गुलेरिया नगरपालिका वडा नम्बर 8 स्थित राकेश कुमार तेलीको घरमा विद्युत सर्ट भएर आगो लागेको छ। आगो लाग्ने बित्तिकै हामी अत्याउनु पर्दैन। हामीले भविष्यमा आगो लाग्न सक्छ भने घर, विद्यालय, शहरी सदन, अस्पताल र कार्यहरूमा फायर एक्सटिङ्ग्विसर जडान गरिराख्नुपर्नेछ, जसबाट आवश्यक परेको बेलामा प्रारम्भिक रूपमा आगोलाई सजिलै निभाउन सकिन्छ। हामीले देख्न सक्छौँ राकेश कुमार तेलीको घरमा जडान गरी राखिएको त्यही टाइपको फायर एक्सटिङ्ग्विसरको प्रयोग गरी आगलागीलाई नियन्त्रण गर्दैछन्, जस अन्तर्गत फायर एक्सटिङ्ग्विसरलाई 5 मेथडद्वारा प्रयोग गरिन्छ। उक्त क्षेत्रमा नेपालको संयुक्त टुहुमा टोली परिचालित भइसकेका छन्। उक्त आगो नियन्त्रणका लागि यति बेला नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी नेपालका संयुक्त आइआरटी टोली उक्त स्थानमा पुगिसकेका छन्। तत्काल सुरक्षित स्थानमा लैजाँदै गरेको दृश्य पृष्ठभूमिमा देख्न सकिन्छ। खाद्य उपचारका लागि एम्बुलेन्समा राखी नजिकैको स्वास्थ्य केन्द्रतर्फ लैजाने गरेको हामीले देख्न सक्छौँ। आगो नियन्त्रणका लागि गुलेरिया नगरपालिकाको दमकल तथा सशस्त्र प्रहरी नेपालको